नमस्ते सम्पूर्ण साथीहरू ब्रेकिङ न्यूज साथीहरू तपाईहरुको अगाडि फेरि एउटा नयाँ न्यूज लिएर म उपस्थित भइसकेको छु र त्यो न्यूज सागर ढकालजीको छ। सागर ढकालजीले के भन्दै हुनुहुन्छ साथीहरू, इन्टरनेशनल एयरपोर्ट बनाउनु भन्दा नि अगाडि हामीहरुलाई चाहिँ 4 लेनको बाटो बनाउनु पर्थ्यो। साथीहरू पोखरामा त्यत्रो ठुलो एयरपोर्ट बनाएर त्यो अहिले एयरपोर्ट लथालिङ्ग अवस्थामा छ र साथीहरू त्यसको साटामा अगर 4 लेनको हाइवे बनाएको भए अहिले धेरै राम्रो हुन्थ्यो। साथीहरू उहाँले चाहिँ भन्दै हुनुहुन्छ हामी धेरै टाढा नजाउँ, हामी वर्ल्डको र्याङ्किङमा गयो भने हामी 5 नम्बर र्याङ्किङमा आउँछु डेभलपमेन्टको सेक्टरमा। हामीसँग केही पनि डेभलपमेन्ट अहिलेसम्म नेपालमा भएको छैन। र साथीहरू उहाँले चाहिँ भन्दै हुनुहुन्छ धेरै टाढा नजानुस्, तपाईँ काठमाडौँमा जानुस् जुन हाम्रो नेपालको क्यापिटल सिटी हो, त्यहाँ त अहिलेसम्म पानीहरूको व्यवस्था भएको छैन। उहाँको भनाइअनुसार हामीसँग 3 प्रकारको पानी हुन्छ र त्यो 3टै प्रकारको पानीको व्यवस्थापन भएको छैन राम्ररी। साथीहरू उहाँले चाहिँ भन्दै हुनुहुन्छ मैले आफ्नो अनुभवको अनुसारले यो सबै कुराहरू तपाईहरुको सम्मुख राख्दैछु। साथीहरू कस्तो लाग्यो यो भिडियो? यस्तै भिडियो अपडेटको लागि मलाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक शेयर कमेन्ट गर्नु होला। हस्त धन्यवाद।